दिउँसोको 3 बजिसक्यो। ठिक छ। अरू भोलि दसैँ हो। मैले आफ्नै ससुरालमा छु। यो मेरो ससुराल हो। ठिक छ। आज मैले रातो नङपालिसले लगाएँ भोलिका लागि। पहिला सासूआमालाई लगाइदिएँ हात र खुट्टामा, अनि फेरि आफूले लगाएँ यता र यतै। त्यो कस्तो लाग्छ बताउनु ल। र हाम्रो अहिले बाख्राहरू आउँदैछन्, ससुराल ल्याउँदै हुनुहुन्छ। त्यसका लागि त्यो पानी हुन्छ नि, त्यो राख्नुपर्छ। त्यो पानी सासूआमाले पिठो राखेर राखिसक्नुभयो। मैले अलि यता ल्याइदिएँ। त्यो हेर्दै राख्नु होला। ठिक छ। यो चाहिँ पानी यो राखिदिनुपर्छ। यो चाहिँ बाटी हो। यसरी पालो उकालो गरेर यहाँ भाँडाहरू राखिदिनुपर्छ 3टा। अनि मुनि मुनिको बाख्राको हो, देख्न सक्नुहुन्छ। ठिक छ। यसरी राखिन्छ। अनि उनीहरूलाई थोरै मकै नि राखिन्छ। दिनदिनै 3:30-4 बजे यही काम हुन्छ। अनि यो 3टालाई यहाँ राखियो। अब मकै पनि राख्नुपर्छ। म अहिले ससुरालमा छु, त मैले कुर्ता सुरुवालै लाउनुपर्छ। किनकि बुहारी मान्छे हो।